यसकारण गठन गरियो विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय। सरकारले विज्ञान प्रविधि र नवप्रवर्धन क्षेत्रलाई केन्द्रमा राखेर नयाँ मन्त्रालय गठन गरेको छ। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्धन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय गठन गरेको हो। मन्त्री परिषदबाट गत वैशाख 30 गते निर्णय भई राजपत्रमा प्रकाशित नेपाल सरकार कार्यविभाजन नियमावली 2083 अनुसार विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय औपचारिक रूपमा स्थापना गरिएको हो। सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालय मार्फत अघि बढाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोडेर हेरिएको छ। नेपालमा विज्ञान तथा अनुसन्धान क्षेत्र लामो समयदेखि बजेट अभाव, नीतिगत अस्पष्टता र दक्ष जनशक्ति पलायनको समस्याबाट प्रभावित रहँदै आएको अवस्थामा नयाँ मन्त्रालय गठनपछि यस क्षेत्रमा लक्षित परिणाम हासिल गर्न सकिने अपेक्षा गरिएको छ।